हेलो गुड मर्निङ एभ्रिवान है मार्तम रोड अन्तर्गत पर्ने यो बारछाङ्गे फल्समा म आज आएको छु है। हेर्नुहोस् यहाँको दृश्य यति साह्रो सुन्दर, यति साह्रो रमणीय दृश्य छ है। तपाईहरु सम्पूर्णले जसले पनि यो भिडियो हेर्नु हुँदैछ तपाईहरुलाई म यहाँबाट के निवेदन गर्न चाहन्छु भने तपाईहरु यो जग्गा आउनुहोस्, भिजिट गर्नुहोस्, यहाँको रमणीय दृश्यलाई तपाईहरुले इन्जोय गर्नुहोस् र हामीले भिलेज टुरिज्मलाई एकदमै हामीले बेसी प्रमोट गर्नुपर्छ। किनभने आज सिक्किममा हाम्रो व्यवस्थालाई हाम्रो मजबुत गराउनका लागि, हाम्रो आर्थिक अवस्थालाई मजबुत गराउनका लागि भिलेज टुरिज्मले र टुरिज्म सेक्टरले धेरै भन्दा धेरै राम्रो रोल प्ले गरेको छ है। सिक्किममा टुरिस्ट आएन भने त अलिकति प्रब्लम नै हुन्छ र हामीले पनि यसरी सानो सानो हाम्रो गाउँको टुरिज्मलाई हामीले यसरी प्रमोट गरिदिनुपर्छ, आउनुपर्छ, भिजिट गरिदिनुपर्छ र हाम्रो फेसबुक पेज, सोसियल मिडिया जति पनि हाम्रो युट्युबमा हुन्छ, इन्स्टाग्राम जति पनि हामीले सेयर गर्छौँ, ट्याग गर्छौँ, यो कुराहरूलाई हामीले फैलाउनुपर्छ ताकि भोलिको दिनमा संसारभरिका मानिसहरू आएर यो जग्गामा भिजिट गरोस्, यो जग्गालाई अझै राम्रो प्रमोट गरोस् है। ताकि हाम्रो सानो सानो स्टेक होल्डर्सहरूले यसरी यहाँको दृश्यहरूलाई फोनमा, मोबाइलमा क्याप्चर गरेर यसरी लगेपछि हामीलाई उहाँहरूले पनि त्यसरी सोसियल मिडियामा हाल्ने गर्छ र धेरै जग्गाको मान्छेहरू यो हेर्ने गर्छ र यहाँ आउने गर्छ र यसरी टुरिस्टहरू यसरी बाहिरबाट आयो भने हाम्रो भिलेज टुरिज्मलाई एकदमै राम्रो भएर जान्छ है। अब मलाई अरू भन्नु केही छैन है। एकदमै राम्रो सुन्दर। मेरो यहाँ ग्लासमा पनि एकदमै बेसी पानीको यो बाफले है, पानीको यो सिताले बाछिनाले सबै भरेर यहाँ नदेख्ने भइसकेको छु है। हेर्नुहोस् यति राम्रो, यति सुन्दर छ है। तपाईहरुमा आएर यो जग्गामा रिक्स छ अलिकति, पानीको छेउछाउमा नजानु, किनभने सानो सानो माथिबाट ढुङ्गाहरू यसरी उठेर आउँदो रहेछ है। अलिकति तपाईहरुले आफ्नो ज्यानलाई जोगाएर है, अलिकति सेफ्टी प्रकारले तपाईहरु यसरी आएर यहाँ घुम्नुहोस्, मजा लिनुहोस्, इन्जोय गर्नुहोस् र सिक्किम we are proud of Sikkimese र I am proud to be a Sikkimese र त्यति मात्रै नभएर आउनुहोस्, एकपल्ट भिजिट गर्नुहोस्, यो जग्गालाई पनि तपाईहरुले यहाँको मजा लिनुहोस्, यति भन्न चाहन्छु। थ्याङ्क यू एभ्रिवान, ह्याभ अ गुड डे। आउन फोटो खिच्न आउन, फोटो खिचिदिनु मलाई खिच्छ त।